हाथ मिलाए अनुसार निर्वाचन क्षेत्र नंबर 2 बाट नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादव विजय हुनुभएको छ। रामकृष्ण जी, यो विजयलाई के भन्नुहुन्छ? यो विजयलाई म 2 नम्बर क्षेत्रका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूको प्रेम स्नेह मायाको रूपमा जुन नेपाली कांग्रेस छाप विजयी भएको छ त्यसलाई म मायाको रूपमा यसलाई लिएको छु। अब तपाईँको प्राथमिकता के हुन्छ? मेरो प्राथमिक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक जुन संविधान बनाउने कुराको लागि जुन संविधान सभाको निर्वाचन भइरहेको छ र त्यो विजयी भएको छु। सर्वप्रथम संघीय लोकतान्त्रिक गणतन्त्र संविधान बनाउनमा प्रयास जोड दिनेछु र त्यसपछि दाजुभाइ दिदीबहिनीहरूको जुन मूलभूत समस्या छ त्यो समस्या समाधानको लागि मलाई जुनसुकै कदम उठाउनुपर्छ प्रथम प्राथमिकता त्यसलाई दिन्छु।